ओके, फेरि पनि नमस्कार सम्पूर्णमा। आज पनि हामी पहिलो दिन रहेका छौँ। सेयर मार्केटको भिआइपी पेड क्लासको पहिलो दिन रहेका छौँ। पहिलो दिनमा हामी अब सुरुवाती चरणदेखि जानेछौँ के कस्तो रहनेछ। हजुरहरू ध्यान दिएर सुन्नुहोला र नजानेको अन्तिममा सोधिदिनु होला है। हामीले फन्डामेन्टल 2 दिन पढ्छौँ, बाँकी रहेको हामी टेक्निकल पढ्छौँ र यो हप्ता पुरै हामीले सेयर मार्केटमा को क्लास यही ग्रुपलाई नै चलाउनेछौँ है। यो हप्ता पुरै हामीले त्यसरी चलाउनेछौँ। आज भने हामी फन्डामेन्टलको पहिलो सेसन, फन्डामेन्टल एनालाइसिस किन गरिन्छ त? फन्डामेन्टल एनालाइसिस किन गरिन्छ भन्दाखेरि हामीले दुई किसिमबाट लगानी गर्छौँ हो। दुई किसिमबाट गर्छौँ। एउटा भनेको लङ टर्मको लागि, एउटा भनेको सर्ट टर्मको लागि। लङ टर्मको लागि लगानी गर्छौँ भने इन्भेस्टमेन्ट गर्ने है। जुन लङ टर्म 1 वर्ष वा 1 वर्ष भन्दा बढी लगानी गर्नको लागि हामीले विभिन्न कम्पनीहरू छानेर कस्तो कम्पनी ठिक छ त, कस्तो कम्पनीमा लगानी गर्दा ठिक हुन्छ त, उक्त कम्पनीबाट नाफा छ कि छैन, उक्त कम्पनीले विभिन्न ठाउँमा लगानी गरेको छ कि छैन, प्रफिट कति कमाएको छ, उसले सेयर होल्डरलाई कति रिटर्न दिन सक्छ, सम्पूर्ण कुराको बलियो आधार छ कि छैन हो। एउटा मात्रै नभएर हामीले 4-5वटा कम्पनी आफ्ना सेक्टरका चुज गरेर हामीले चाहिँ टक्क कम्पनी छुट्याउँछौँ र हजुरहरूले सर म्यामहरू हजुरहरूले चाहिँ रिस्क म्यानेज गर्नको लागि जहिले पनि 60-70% हजुरहरूले इन्भेस्टमेन्ट गर्नुहोला, बाँकी रहेको ट्रेडिङ गर्नुहोला है। 60-70 इन्भेस्टमेन्ट गर्नुहोला, बाँकी रहेको ट्रेडिङ गर्नुहोला। र ट्रेडिङ गर्दा पनि एकैचोटि गर्ने होइन। आदरणीय सर म्यामहरू हजुरहरू दोस्रो मार्केटमा हुनुहुन्छ भने पनि कुन कुन स्टक रहेको छ हजुरहरूको, त्यसलाई म्यानेज गर्दै 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 लैजानुपर्छ है। म यो स्टकबाट फसेँ भनेर पूर्ण रूपमा पोर्टफोलियो हेरेर एकैचोटि बेच्छु भन्ने आधारमा नबस्नु होला, किनकि हजुरको पोर्टफोलियो एउटा स्टकले मात्र त्यो घाटा दिएको हुन सक्दैन। कहिल्यै पनि हजुरहरूको स्टक एउटा मात्र नकिन्नु होला, एउटा मात्र सेक्टरमा नकिन्नु होला। 40% अब कुन ट्रेन्डमा छ, हाइड्रोमा, त्यसपछि अर्को 40% विशेष गरी थोरै सेक्टर मात्रै हाइड्रोमा लगाउनु र ट्रेडिङ गर्नको लागि कमर्सियल ब्याङ्कमा चाहिँ खासै थोरै नाफा हुन्छ, खासै नाफा पनि हुँदैन। र हजुरहरूलाई ग्रुपमा यदि बाई गर्ने अपर्च्युनिटी आएको छ भने स्टक पनि आउनेछ है, त्यही आधारमा आउनेछ। त्यसकारण हजुरहरूले यो कोर्स पुरा नगरिकन स्टक चाहिँ नकिन्नु होला। यो कोर्स पुरा गर्नु अनि त्यही आधारमा एनालाइसिस गरेर मात्र स्टक किन्नु होला। र हजुरहरूको अलरेडी स्टक छ भने त्यसलाई म्यानेज गर्ने काम गर्नु होला। यदि हजुरहरूले सक्नु भएन भने मलाई पर्सनली म्यासेज गरेर मसँग यो स्टक छ कसरी म्यानेज गरौँ म्याम भनेर सोध्नु होला है। र अब रह्यो फन्डामेन्टल एनालाइसिस केका लागि गरिँदो रहेछ, इन्भेस्टमेन्ट गर्नको लागि। हजुरसँग जति पनि सम्पत्ति छ अथवा हजुरले लगानी गर्न आँटेको सम्पत्ति छ, मानौ 1 करोड, मानौ लाख, त्यति छ भने 60-70% लगानी गर्नु, बाँकी रहेको ट्रेडिङ गर्नु। त्यो गर्दाखेरि म्यानेज हुन जान्छ, रिस्क म्यानेज हुन्छ। एकैचोटि ट्रेडिङ गर्नुभयो भने घाटै घाटा हुन्छ है। र ट्रेडिङ केका लागि भन्दा छोटो अवधिका लागि, छोटो समयका लागि
प्रफिट कमाउँछौँ, रिटर्न प्राप्त गर्नको लागि चाहिँ हामी ट्रेडिङ गर्छौँ। है, ट्रेडिङ हामीले केबाट गर्छौँ? टेक्निकल एनालाइसिसबाट। टेक्निकल एनालाइसिसबाट हामीले के गर्छौँ? त्यसका पनि त आधार रहेका छन्। टेक्निकल एनालाइसिसको सबभन्दा ठुलो आधार भनेको प्राइस र भोल्युम हो। है, प्राइस र भोल्युमको आधारमा टेक्निकल एनालाइसिस गरिन्छ। र आज र भोलि हामी फन्डामेन्टल एनालाइसिस पढ्छौँ। बिस्तारै पढ्छौँ तर बुझ्ने गरी पढ्छौँ है। बिस्तारै पढौँ, बुझ्ने गरी। ल, आज सुरुवात गरौँ फन्डामेन्टल एनालाइसिस। केही छ फन्डामेन्टल एनालाइसिस किन गरिन्छ, यो सिआरआई भनेको के हो थाहा छैन भन्ने कोही हुनुहुन्छ सर म्यामहरू? म अगाडि बढौँ। सरोज सर केही भन्न खोज्दै हुनुहुन्छ? म्युट हुनुहुन्छ, अनम्युट गरेर। नमस्कार म्याम। हजुर नमस्कार। म चाहिँ फन्डामेन्टल एनालाइसिस भन्दाखेरि म सेयर मार्केटमा मतलब अनभिज्ञ छु म यो सम्बन्धमा। मलाई सुरुदेखि नै एकदम डिटेलमा अनि सकेसम्म हाम्रो भिडियो पनि उपलब्ध गराइदिनु होला। भिडियो आज सुरुको सेसन हो। मैले झन् आज फर्स्ट सेसन भनेर सुरुमै मैले के गरेको छु, आज हजुरहरूको फर्स्ट सेसन रहेको छ भनेर क्लास सुरुवात गरेको छु नि त। भिडियो त 15 मिनटको परिचय मात्र कार्यक्रम थियो र 15 मिनट मात्र अवस्थित थिएँ है। अनि त्यो 15 मिनटको भिडियोले के अर्थ जनाउँछ है, त्यो कारणले गर्दा आज सुरुवाती चरणबाट जाउँ न त भनेर फेरि सुरु गरेको। हजुरहरूलाई झन् फाइदा थपिएको छ। नेक्स्ट सेसनमा हाम्रो प्री सेसन हुँदैन, हजुरहरूलाई नै पढाउँदै जान्छौँ। हजुरहरूको पुरा कम्प्लिट भएपछि मात्र नेक्स्ट सेसन लिएर आउँछौँ है। थ्याङ्क यू। ढुक्क हुनु होला है। ल, सेयर बजार। सेयर बजारबाट हामीले हजुरलाई भन्दा आशिष गिरी सरले पनि मलाई केही थाहा छैन म्याम भन्नुभएको छ। यस्तो क्षेत्र हो सेयर बजार जहाँबाट विभिन्न कम्पनीहरूले आइपिओ जारी गरेर हामीले आइपिओ भर्छौँ नि, इनिसियल पब्लिक अफरिङ भन्छ क्या। पहिलो पटक जारी गरेको सेयर है। उक्त आइपिओबाट हामीले 1000 लगानी गऱ्यौँ भने, यदि परिहाल्यो भने कम्तीमा पनि 15,000देखि 30,000सम्म त्यसरी हामीमा आम्दानी हुन सक्छ यदि राम्रो कम्पनी पर्यो भने। घाटा त आइपिओबाट हुँदैन। त्यसकारण हामी विद्यार्थी भाइ बहिनी र हामी एउटा भनेको के हो भने साइड इन्कमको रूपमा पनि लिन सकिन्छ के। हजुर विद्यार्थी हुनुहुन्छ अथवा अभिभावक हुनुहुन्छ, जे भए पनि उताबाट हामीलाई पेसिभ इन्कम आउँछ के भन्ने हिसाबले सेयरमा लगानी गरिन्छ है। सेयरमा लगानी गरिन्छ। सेयरमा लगानी गर्नको लागि यति नै अमाउन्ट चाहिन्छ भनेर छुट्याउनु पर्दैन। 1000देखि माथि जति गर्दा पनि हुन्छ है। 1000 त हाम्रो आइपिओलाई पहिलो बजारलाई बाट गरिन्छ भने 1000 भन्दा माथि हामीले लगभग 5000देखि सुरुवात गरे पनि पुग्छ। 10 किताबाट सुरुवात गरे पनि पुग्छ, कुनै छुट्याएको छैन। र हाम्रो सेयर बजार कति किसिमको हुन्छ? दुई किसिमको। एउटा पहिलो बजार, एउटा दोस्रो बजार। पहिलो बजारबाट हामीले आइपिओ र एफपिओ भर्न पाउँछौँ। अब रह्यो आइपिओ सायद भर्नु भएको छ कि छैन सरोज सरले? डिम्याट खाता त खोल्नु भएको छैन, भर्नु भएको छैन? म्यामले भनेपछि मैले हिजो नै खुलाइसकेँ। हो, अबदेखि आइपिओ भर्नु होला है। अबदेखि आइपिओ भर्नु होला। आइपिओ कुनै पनि कम्पनीले उक्त कम्पनीलाई त पैसा ग्रो गर्नको लागि पैसाको खाँचो परेको हुन्छ क्या। त्यो कम्पनीलाई त ठुलो पुँजीको रूपमा
रूपान्तरण गर्नको लागि उसलाई पैसाको खाँचो परेको हुन्छ, ठुला ठुला कम्पनीलाई। अनि पैसाको खाँचो पर्दै गर्दाखेरि ब्याङ्कबाट लिएर आउँ भने त्यो पैसा इन्ट्रेस्ट तिर्नुपर्छ हो। जब पब्लिकमा जारी गरियो भने हामी उक्त कम्पनीले त हामीलाई इन्ट्रेस्ट तिर्न परेन, सेयर दिए भयो होइन। त्यो कारणले गर्दा यसरी पैसा उठाइन्छ र त्यहाँ आइपिओ पर्यो भने आइपिओ भर्दा जहिले पनि 10 किताभन्दा बढी नभर्नु होला। त्यो ब्लक हुन्छ क्या, पैसा कामै छैन है, कामै छैन। त्यो 10 किता मात्रै भर्नु होला। आइपिओ जहिले पनि 10 किता भर्नु होला। कोही निफ्रा जस्तै कम्पनीहरू आयो भने मात्रै फरक हो, नत्र नर्मली आइपिओ चाहिँ 10 किता मात्रै भर्नु होला। अनि एफपिओ रह्यो, पहिलो प्राथमिक बजारबाट एफपिओ पनि भर्न मिल्छ। कसरी भन्दाखेरि एफपिओ पनि आइपिओ जस्तै हो है। एफपिओ पनि आइपिओ जस्तै हो। सेकेन्डरी मार्केटमा गइसकेपछि कुनै पनि कम्पनी, कुनै पनि सेक्टरको कम्पनी सेकेन्डरी मार्केटमा गइसकेपछि उक्त कम्पनीलाई पैसाको आवश्यकता पर्छ, अथवा उसलाई ऋण लागेको पनि हुन सक्छ है। त्यो त फन्डामेन्टल हेर्नुपर्छ सम्पूर्ण कुरा। उक्त कम्पनीलाई पैसाको आवश्यकता पर्छ। अब पैसा उक्त कम्पनीद्वारा पैसा ल्याउँ भने इन्ट्रेस्ट नै तिर्न पर्यो बढी। अब सेयर नै जारी गरिदिउँ न त पब्लिकलाई भनेर सेकेन्डचोटि आइपिओ जस्तै जारी गर्यो भने एफपिओ भन्छ, फलो अप पब्लिक अफरिङ भन्छ है। हामी के भर्न पाउँछौँ अब? एफपिओ आइपिओ भर्न पायौँ। अब राइट सेयरका कुरा, राइट सेयर पनि भर्न पाउँछ। कसरी पाउँछ त भन्दा हजुरसँग आइपिओ परेको अथवा एफपिओ परेको कुनै पनि सेयर छ भने है, उक्त अनुपातमा राइट सेयर पनि भर्न पाउनुहुन्छ। यसरी पहिलो बजारबाट यसरी सुरुवात हुन्छ भने अब रह्यो त्यहाँ बाई मात्रै गर्न सकियो त आइपिओ पनि पर्यो, एफपिओ पनि पर्यो, राइट सेयर पनि पर्यो, तर पर्न त पर्यो। अब यसलाई के गर्ने? नचाहेर राखेर त भएन, सजाएर त भएन, उसलाई बेच्नु पर्यो बढेको बेलामा है, उसलाई बेच्नु पर्यो। राइट सेयर त 100% पर्छ, राइट सेयर हुन्छ नै। त्यो लकी ड्र मार्फत होइन, राइट सेयर भरेपछि आउँछ। तर आफूसँग हुनु पर्यो है, राइट सेयर भर्नको लागि आफूसँग आइपिओबाट परेको एफपिओबाट परेको किता चाहिँ हुनु पर्यो है। अनि अब त्यो आइपिओ एफपिओ राइट सेयर परेपछि अब त्यसलाई त बेच्न पर्यो, सजाएर राख्ने कुरा आउँदैन। अब उसलाई बेच्नको लागि हामी के गर्छौँ त भन्दाखेरि एउटा ब्रोकर अकाउन्ट खोल्छौँ, सेकेन्डरी मार्केटमा जानुपर्छ। पहिलो मार्केटबाट प्राइमरी मार्केटले काम गर्दैन, त्यसपछि हामी सेकेन्डरी मार्केटमा जानुपर्छ। जब सेकेन्डरी मार्केटमा जान्छौँ त्यसपछि जानको लागि हामी के गर्नुपर्छ? ब्रोकर अकाउन्ट खोल्नुपर्छ। नेपालीमा दलाल खाता भने तापनि बुझ्छ है। अलि सुन्दा नमजा लाग्छ। आइपिओ 50 किता भरेर हुँदैन, आइपिओ 10 किता भर्नु होला है, 50 किता नभर्नु होला आइपिओ। यदि त्यति धेरै पर्ने निफ्रा जस्ता कम्पनी आयो भने टक्क हजुरको ग्रुपमा चाहिँ म्यासेज आउँछ है, यति किता भर्नु होला भनेर। नभए नर्मली 10 किता भर्नु होला है। एकदम सुविधा छ नि, म्यासेज आइरहन्छ, न्युज पनि हुन्छ, सम्पूर्ण कुरा आउँछ। यसबारेमा चिन्ता नलिनु होला। अनि सेकेन्डरी मार्केटमा जान पर्यो, सरोज सर, आशिष सर र अरू सर म्यामहरू। सेकेन्डरी मार्केटमा ब्रोकर अकाउन्ट, अब डिम्याट खाता खोल्नु, ब्रोकर अकाउन्ट खोल्न जानु होला।
ब्रोकर अकाउन्ट खोल्नका लागि के चाहिन्छ त म्याम भन्दा बिओआइडी नम्बर। हजुरले डिम्याट खाता खोलिसकेपछि बिओआइडी नम्बर आउँछ। उक्त नम्बर बिओआइडी नम्बर र बिओआइडी नम्बर र हजुरको नागरिकता अथवा फोटो लिएर जानु होला है, लिएर जानु होला। त्यसपछि हजुरले ब्रोकर अकाउन्ट खुल्छ। खोलेपछि हजुरको मेल आउँछ। मेल आइसकेपछि त्यहाँबाट सेट गर्न मिल्छ। सिआरएन नम्बर लिन चाहिँ नभुल्नु होला है कसैले पनि है। आइपिओ भर्नको लागि सिआरएन नम्बर चाहिन्छ। त्यो सिआरएन नम्बर लिने भनेको जहाँ डिम्याट खाता खोल्नु भएको छ, जहाँ अकाउन्ट खोल्नु भएको छ सेभिङ अकाउन्ट, त्यहीँबाट लिने है। अनि त्यसपछि बल्ल ती आइपिओ एफपिओ राइट सेयर परेका बेच्न मिल्छ र अरू कम्पनी पर्यो भने मन पर्यो भने किन्न पनि मिल्छ। अब प्राइमरी मार्केट गयौँ, सेकेन्डरी मार्केट गयौँ। अब हामी के गर्छौँ, त्यो किन्न र बेच्नलाई पनि त कस्तो कम्पनी किन्ने म्याम, देखे जतिका किन्ने कि भन्दा होइन हो। त्यही एनालाइसिस गर्नको लागि हजुरहरूले चाहिँ 1 वर्षभन्दा बढी राख्ने हो कि डिभिडेन्ड बोनस खाएर बेच्ने हो कि लगानी गर्ने हो कि 1 वर्षभन्दा बढी लगानी गर्नको लागि हामीले फन्डामेन्टल एनालाइसिस हेरेर बल्ल त्यहाँ किन बेच गर्यौँ भने हामीलाई घाटा हुँदैन क्या। बुझ्नुभयो? किन फन्डामेन्टल एनालाइसिसमा गइदो रहेछ त हामीलाई घाटा नहोस्, राम्रो कम्पनी परोस्। अन्धधुन्द साथीभाइले भनेका कम्पनीहरू हेरेर किन्यो भने त घाटा हुन्छ हामीलाई होइन। त्यो कारणले गर्दाखेरि हजुरहरूले हजुरहरूले चाहिँ मजाले फन्डामेन्टल एनालाइसिस गर्नुपर्छ। यो फन्डामेन्टल एनालाइसिसको 2 दिन क्लास हुन्छ। कम्पनी कस्तो रहेछ त, यो कम्पनीले कति कति रिटर्न दिँदो रहेछ त, अब राम हरि सीता गीता छ भने सबभन्दा राम्रो को छ त भनेर चुज गर्नको लागि हामी फन्डामेन्टल एनालाइसिस गर्यौँ। त्यत्तिकै हजुरको आधारमा उसको स्किल पनि हेर्न पर्यो, भित्र पनि हेर्न पर्यो, ब्याकग्राउन्ड बुझ्न पर्यो होइन। राम्रो भन्दैमा शरीर मात्रै राम्रो हेरेर भएन, उसको स्ट्रङ पोइन्ट पनि हेर्न पर्यो हो। त्यस्तै कम्पनीका पनि स्ट्रङ पोइन्ट हेर्नको लागि कुन कुन विक छन्, कुन कुन स्ट्रङ छन्, ती पोइन्टहरू बुझ्नको लागि हामीले फन्डामेन्टल एनालाइसिस गरिन्छ। क्लियर? फन्डामेन्टल एनालाइसिस किन गरिँदो रहेछ थाहा भयो? अगाडि बढौँ। के छ बोल्नु पर्यो है, बोल्नुहोस् भन्दा बोल्नु पर्यो है। फन्डामेन्टल एनालाइसिस भनेको हामीले इन्भेस्ट गर्नको लागि 1 वर्षभन्दा ज्यादा इन्भेस्ट गर्नु छ भने फन्डामेन्टल एनालाइसिस गरेर त्यसमा लगानी गर्नको लागि हामीले यसको ज्ञान लिनुपर्छ भन्ने कुरा बुझेँ है म्याम मैले चाहिँ यति कुरा। एकदम गुड सञ्जीव सरले भनेको एकदम राम्रो। कसैलाई डाउट छ? सञ्जीव सरले भने जस्तै हजुरहरूले बुझ्नु भएको छ कि छैन? मेरो पढाउने तरिका यस्तै छ, नबुझाइकन अगाडि बढ्दिनँ म है। हजुरले बुझे पो हामी अगाडि बढ्न मजा लाग्छ। हजुरले मैले लिएको मैले लिएको क्लासबाट यति प्रफिट गर्नुपर्छ, 2 तर्फी प्रफिट गर्नुपर्छ, 1 तर्फी होइन 2 तर्फी भनेर बुझ्नुपर्छ। हजुरहरूले क्लास मात्रै आएर हुँदैन, नबुझिकन नजानु होला। र बुझिसकेपछि रिटर्न पनि जब हजुरले सेयर किन्नुहुन्छ नि उक्त सेयरबाट घाटा चाहिँ हुँदै नहोस् त्यो हिसाबले अध्ययन गर्नु होला है। नबुझे सोध्नु होला, तर म सोद्धाखेरि एन्सर दिनु होला। बुझ्नु भयो या भएन? अगाडि बढौँ। के छ? बुझ्नु भयो भने म अगाडि बढ्छु, होइन भने के बुझ्नु भएन त्यो सोध्नु होला।
म्याम एकचोटि राइट सबैजना सेयरको बारेमा भनिदिनु न। राइट सेयर हकप्रद सेयर भन्छ। हकप्रद त्यो भनेको कस्तो भने हजुरको सेकेन्डरी मार्केटमा खेल्नु भएको छैन होइन मन्जु म्याम? प्राइमरीमा मात्रै छैन हुनुहुन्छ छैन म्याम, म त हो जिरो लेभलदेखि नै भने हो। पनि हुन्छ, केही नै जाने छैन यो सेयर मार्केटमा। जस आइपिओ र एफपिओ भर्न मात्र आउँछ, अरू त केही पनि गरेको छैन। ए राइट सेयर भर्नको लागि हजुरको खातामा त्यो किता हुनपर्छ क्या। जुन किता छ त्यसैको हक लाग्ने हो क्या, कितै नभएको हक लाग्दैन त्यहाँ। एफपिओ आइपिओ भर्दाखेरि हजुरलाई जुन किता परेको छ त्यसको राइट सेयर खुलेको छ भने त्यही अनुपातमा राइट सेयर भर्न पाउँछ। तर हजुरसँग त्यो कितै छैन भने जुन पाए त्यही राइट सेयर भर्न पाउँदैन है। त्यही हो, आफूसँग भएको सेयरको हक लाग्ने, भर्नलाई हक लाग्ने है। ल क्लियर भयो? हुन्छ म्याम, क्लियर भयो चाहिँ। ओके, अरू अरू सर म्याम अगाडि बढौँ। अब फन्डामेन्टल एनालाइसिस कसरी गर्ने त भन्ने कुरामा अगाडि बढौँ। के केही नबुझेको ठिक छ? छ ठिक छ म्याडम, बढौँ। जब चुप लाग्नुहुन्छ भने मौनम सम्मति लक्षणम भनेको सबै बुझ्नु भएको छ भन्ने बुझियो। के मैले त्यही बुझेँ है त। अब बोल्नु न हजुर भने हजुर त्यही हो हो होइन? यस्तो हजुर हुन्छ कि सर, अब यहाँ पढाउँदाखेरि बोलिदिनु भएन भने कुनै सर म्यामहरू त्यो लजाउने साई पाराको पनि हुन सक्नुहुन्छ नि त। त्यो नहुनु होला, हो किनकि सिक्ने क्रममा त्यो हुनु हुँदैन। यदि बोल्न सक्नुहुन्न भने च्याटमा लेखिदिनु होला, म अवश्य पढ्नेछु। के छ भने माधव सर, हामीले पढाइसकेपछि रिटर्न त गराउनै पर्छ भन्ने हिसाबले पढाउने हो क्या। त्यो होइन ठिक छ फर्मालिटी मात्रै हजुरले। पुरा गर्ने होइन, त्यो हिसाबले मैले सोधिरहेको कारण त्यो है त। होइन, ओके एकदमै ठिक छ। हजुरको जुन तरिका छ बिस्तारै अडिएर पढाउने, त्यो एकदमै चित्तबुझ्दो छ। र अब अलिअलि ज्ञान भएकोलाई चाहिँ यो सजिलै बुझिन्छ अहिलेसम्म हजुरले बुझाउनु भएको कुरो। अब अलिकति ज्ञान मतलब यसमा भर्खर पस्नु भएकोलाई कतिपय कुरा फन्डामेन्टलै भने के हो, टेक्निकल भने के हो, बिओआइडी नै भने के होला, यसको फुल फर्म भन्ने पनि होला, सिआरएन भने फुल फर्म के होला भन्ने पनि होला, जुन चाहिँ त्यति हामीलाई बुझिराख्नु पर्दैन। ब्रोकर एकाउन्ट ब्रोकर कहाँ गएपछि उसले हो भरिदिन्छ, त्यो नम्बर दिन्छ, सिद्धिको त्यो उसको अरू कुरा चाहिँदैन। हो यस्तै यस्तै कुराहरूले पनि कन्फ्युजन भइरहेको छ। जस्तै राइट सेयरको कुरा गर्नु हो नि म्याडमले। हजुर अब राइट सेयर भनेको जसको त्यहाँ आइपिओ छ, आइपिओ हुनेको नै एफपिओ हुने हो। यो दुइटै हुनेको नै लाई जति त्यो कम्पनीमा जतिको सेयर छ उनीहरूको सबैको राइट हुन्छ कि अब उनीहरूले राइट सेयर चाहिँ त्यो कम्पनीले यी चाहिँ हाम्रा सदस्य हुन्, यिनीहरूको आइपिओ छ हामीसँग, त्यसो भएर यिनीहरूले हामीले सेयर दिनुपर्छ भनेर दिने मात्रै होइन कि अधिकारै हुन्छ, अनिवार्य छ, त्यो नियममै छ। त्यसो हुनाले राइट भनेको के भने जो जो मेम्बर छन्, सेयर लिएका छन्, उनीहरूको राइट हो त्यहाँ बाँडेको। राइट सेयर कति पर्सेन्ट बाँड्ने भनेको छ त्यो कम्पनीले, त्यसको निश्चित अङ्क उहाँको पर्सेन्टेज अनुसार पाउने अधिकारै हो भएको हुनाले राइट सेयर भनिएको हो मैले बुझेको चाहिँ। एकदम सही हो सर। हामी चाहिँ त्यो हजुर सानो सानो त्यो उहरू त्यो अब बिओआइडी भनेको के हो, एफपिओ भनेको के हो भने त्यो कोर्स नै पुरा एउटै टपिकलाई लयौँ भने त हामी फन्डामेन्टल नै हो 15 दिन हो हुन्छ। हो 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 हामीलाई के हजुर चाहिएको छ त अहिले तत्काल त हामीलाई रिटर्न बढी चाहिएको छ होइन? सही कसरी कुरो हो। कमाउने त्यही बढी चाहिएको छैन। हामी कोर्स हो नै तयार हो गर्ने होइन कि हामीले फाइदा कहाँबाट हुन्छ हामीलाई, त्यो हिसाबले चाहिँ टक्क। अब फन्डामेन्टलको पूर्ण रूपमा एडभान्स कोर्स गऱ्यो भने त 15 दिन लाग्छ मैले पढाउने हजुर तारिक। त्यो पूर्ण रूपमा जान सकिँदैन। जस चाहिने महत्त्वपूर्ण कुराहरू चाहिँ हामी यसरी बुझेर जान्छौँ है त। ल हुन्छ। ओके, अब हामी अगाडि बढ्यौँ फन्डामेन्टल एनालाइसिसको नेप्से अल्फा .com हजुर बाई गरेको सेयरको राइट सेयर पाउँछ कि पाउँदैन? पाउँछ नि, मजाले पाउँछ। बाई गरेको हकै हुन्छ, यदि खुलेको छ भने पाउँछ है।
ल अब म फन्डामेन्टल एनालाइसिसको पाटोमा गएँ है त। अब फन्डामेन्टल एनालाइसिसको पाटोमा जाँदा सबैभन्दा पहिला चाहिँ मेरो स्लाइड देखिएको छ। देखिएको छ। स्लाइड मार्फत जाउँ अनि प्र्याक्टिकल्ली जाउँ है त। फन्डामेन्टल एनालाइसिसमा हामीले विशेष गरी रेसियो एनालाइसिस पढ्छौँ है। रेसियो एनालाइसिस पढ्छौँ। रेसियोमा हामीले कतिवटा रेसियो पढ्छौँ? 8वटा। यति कुरा जानेर र हजुरहरूले कम्पनीको बारेमा बुझ्नुभयो भने मजाले अध्ययन गर्न सक्नुहुन्छ है त। अब विभिन्न पेजहरू रहेका छन्, विभिन्न वेबसाइटहरू रहेका छन्। कहाँबाट हेर्ने त म्याम भन्नुहुन्छ होला। अब एनुअल रिपोर्ट हेर्नै पर्ने हुन्छ फन्डामेन्टलको लागि है। यसका लागि न्युज पनि एकदम महत्त्वपूर्ण छ है। www.nepalstock.com.np मा पनि हेर्न सकिन्छ है। अर्को www.sevanggovernment.com.np मा हेर्न सकिन्छ। अर्को www.nrborg.np मा सकिन्छ। अर्को मेरो लगानी.com मा र हामीले युज गर्ने म्याक्सिमम सिक्नको लागि युज गर्ने भनेको nepsealpha.com, जसमध्ये मैले हजुरहरूलाई सिकाउने भनेको nepsealpha.com बाट सिकाउने छु है। हजुरहरूलाई अब रेसियो पढ्नै पर्ने हुन्छ। कुन कम्पनी कस्तो खालको छ त भनेर तुलना गर्नको लागि हामीले रेसियो एनालाइसिस पढ्नै पर्ने हुन्छ। जसमध्ये कुनै पनि कम्पनीको इपिएस नहेरिकन इपिएस माइनसमा छ भने हामीले उक्त कम्पनी किन्दैनौँ है। इपिएस भनेको अर्निङ पर सेयर माइनसमा छ भने हामीले किन्दैनौँ। ध्यान दिनु होला है। इपिएस भनेको के हो? नेट इन्कम डिभाइड बाई नम्बर अफ आउटस्ट्यान्डिङ सेयर। जहिले यो बढेको राम्रो मानिन्छ। इपिएस जहिले बढेको राम्रो मानिन्छ र माइनस अथवा नेगेटिभमा गयो भने कम्पनी लसमा हुन्छ भन्ने मानिन्छ। अब इपिएस बढ्दै गर्दाखेरि अब भन्नु होला कति भएको राम्रो मानिन्छ त भन्नु होला। ल भन्नुस् त कति भएको राम्रो मानिन्छ होला इपिएस? थाहा छ? कसैलाई थाहा छ? इपिएस कति भएको राम्रो? 15, 18, 20 भन्दा को वरपर अथवा माथि हो कि? 10 भन्दा माथि। 10 भन्दा माथि हुनै पर्यो है। 10 भन्दा माथि हुनै पर्यो है। र जति सक्दो राम्रो बढेको राम्रो मानिन्छ। कुनै पनि कम्पनी मानौ एनआइसी एसिया र नेभिल ब्याङ्कमा कुन किन्ने म्याम भनेर सोध्नुभयो भने त्यसको इपिएस हेर्नु होला। मानौ नेभिल ब्याङ्कको मैले अहिले हेरेको छैन, मानौ नेभिल ब्याङ्कको 25 छ अथवा 20 छ र एनआइसी एसियाको 15 छ भने कुन चुज गर्ने? नेभिल ब्याङ्क चुज गर्ने। जसको बढी छ त्यही चुज गर्ने है। इपिएस जसको बढी छ त्यही चुज गर्ने कम्पनी। बुझ्नुभयो? 10 भन्दा माथि राम्रो मानिन्छ तर हामीले कम्पनी कम्पेयर गर्नुपर्ने हुन्छ। उक्त कम्पेयर गर्नको लागि जसको बढी छ त्यही राम्रो मानिन्छ है। जसको बढी छ त्यही राम्रो मानिन्छ। बुझ्नुभयो? हजुर। बुझेकाले ओके बुझ्यौँ भन्नु न। अलि इनर्जी निकाल्नु। सेयर बजारको ओहो यो त भएन नि। लो से पाराले गरेपछि इन्कम कसरी हुन्छ? धेरैजनाले बुझ्ने गर्छ। डेन्जर छु नि। ह्याङ हुन्छ भनेर नबोलेको एकदम क्लियर बुझिँदैन इपिएस को बारेमा। हो बुझ्नु भएको छ भने बुझे म्याम भन्नु कि अलि बोल्ड आवाजमा। बुझिन भने बुझिन म्याम भन्नु होला है।
एकदम पैसा कमाउन आएको इनर्जी निकाल्नु पर्यो नि त। हात लक गरेर बस्दै नबस्नु होला, हजुरका क्वेसनै आउँदैन। हात चलाएर अनि बस्नु होला। यो पैसा आइसकेपछि इनर्जी आउला जस्तो छ। हो, पैसा ल्याउनलाई इनर्जी चाहियो पहिला। पैसा ल्याउनु पर्यो नि, पैसा कमाउनु पर्यो त। हात लक गरेर बस्नुभयो भने हजुरले पढेको जति सबै बिर्सिन्छ। यो रियालिटी हो। कि त पेन चलाउनु होला, केही नोटहरू लेख्नु होला, हात चाहिँ चलाउने बानी गर्नु होला। यदि यहाँ सुन्दै गर्ने बस्दै गर्ने हजुरहरूले, यहाँ त नियम छ सर म्यामहरू, क्यामेरा अन गर्नै पर्ने नियम छ। यो पहिलो दिन भएकोले गर्दा म अलिक कडा नभएको है, यहाँ त कडा छ होइन त गोमा म्याम, होइन त तुम्हारे सर। हजुर हजुर म्याम। यहाँ त क्यामेरा ठिक छ। अन गर्नै पर्छ। भोलिदेखि त हजुरहरूले स्क्रिन सेयर गर्नुपर्छ, मजाले प्र्याक्टिकल गर्नुपर्छ। मैले होइन, हजुरहरूले गर्नुपर्छ। आज पहिलो दिन भनेर म एकदम नम्र भएर बोलेको। पैसा पनि कमाउनु छ, अनि हात लक गरेर बसेर हुन्छ, माइन्ड पनि लक हुन्छ फेरि है। यस्तो गर्नु होला, केही छैन भने यसरी बस्नु होला, यसरी बस्नु होला, तर हात कहिले पनि लक नगर्नु होला। बुझिँदैन, पेन चलाउनु होला। सुनिँदैन, सुनेका कुरा एउटा बाटो उठ्छ, अर्को बाटो, एउटा बाटो सुन्ने अर्को बाटो उडेर जान्छ। त्यसकारण हात लक गर्दै नगर्नु होला है। इपिएसको त्यही बारेमा भएर क्लियर भयो मैले नि? पेन चलाउँदैछु म्याम। हो हो, बुझ्नु भएको छ साथीहरूले, बुझ्नु भएको छ। पहिलेको साथीहरूले हजुरहरूलाई थाहा नभएर हो। हात चाहिँ चलाउनु होला, सकेसम्म क्यामेरा अन गर्नु होला है। ल, हस्। हो, क्यामेरा अन गरेको राम्रो हो। This किनकि call from हजुर Paragraph 2 identified by Truecaller. क्यामेरा अन गर्नुभयो भने हजुर जहिले पनि बोल्दाखेरि यहाँ बोल्न पनि अलिअलि सिकिन्छ क्या। बोल्दाखेरि आई कन्ट्याक्ट हुनुपर्छ। मैले एउटा इक्जाम्पल दिउँ। हजुरको बुवा आउँदै हुनुहुन्छ, धेरै टाढाबाट आउनु भएको छ हो, धेरै टाढाबाट आउनु भएको छ, नजिकै आउनुभयो। छोरा हजुर हुनुहुन्छ, अनि बाबु भन्दाखेरि हजुर भनेर यता फर्किएपछि बुवाको मनमा के होला त्यो? हो, बोल्दाखेरि जहिले पनि आई कन्ट्याक्ट सिधा हुनुपर्छ। मैले क्वेसन सोध्दै गर्दा मैले हजुरहरूको अनुहार हेरेर सोध्न पाऊँ, मैले पढाउँदै गर्दा हजुरहरूको अनुहार हेरेर पढाउन पाऊँ है। बुझिनँ भने बुझिनँ भन्नुहोस्, म 11 बजेदेखि 3 बजेसम्म हजुरलाई पर्सनली टाइम दिन्छु। तर पर्फेक्ट हुनुहोस्, आदि ज्ञान लिएर जाँदै नजानुहोस् है। ल, इपिएसको बारेमा बुझ्नुभयो होइन? ओके, बोल्नु होला है, बोल्नु होला, बोल्न पनि पर्छ। ल, इपिएस भयो र साइडमा हल्ला छ भने म्युट गरिदिनु होला, होइन भने अनम्युटमा बस्दा पनि हुन्छ है। ल, यो पिडिएफ पाउनुहुन्छ है। प्राइस टु अर्निङ रेसियो, पिई रेसियो, मार्केटमा चलिरहेको प्राइसको रेसियो जुन चाहिँ दिनदिनै चेन्ज हुन्छ। पिई रेसियोलाई मात्र हेरेर हामीले कम्पनी चुज गर्दैनौँ। पिई रेसियो कम भएको राम्रो कि बढी भएको राम्रो? पिई रेसियो कम भएको राम्रो कि बढी भएको राम्रो? बढी होला तुलमाल म्याम। सर, कम राम्रो। कम भएको राम्रो नि, पिई रेसियो बढी भएको राम्रो हुन्छ त? कति हुनुपर्छ गोमा म्याम? कति हुनुपर्छ पिई रेसियो? कति हुनुपर्छ? 10 भन्दा बढी हुनुपर्छ म्याम, 10 भन्दा बढी। 10 भन्दा पिई पिपिएस रेसियो। ओके, वीरेन्द्र शाह आइसक्नु भएको छ है। ल, स्वागत छ हजुरलाई। 10 भन्दा बढी, तर 15 भन्दा माथि हजुर पनि राम्रो मानिँदैन है। 15 भन्दा माथि भयो भने राम्रो मानिँदैन। किन भन्दा पिई रेसियो प्राइस टु
के हो पी रेसियो भनेको? प्राइस टु अर्निङ रेसियो। प्राइस टु अर्निङ रेसियो भनेको कति पटक 100 रुपियाँ कमाउनको लागि, के अरे 1 रुपियाँ कमाउनको लागि हजुरले कति लगानी गर्नुपर्छ त? सकेसम्म थोरै लगानी गर्ने हो नि त, होइन र? सकेसम्म थोरै लगानी गरेर हामीले धेरै कमाउने हो नि त। त्यसकारण पिई रेसियो कम भएको राम्रो मानिन्छ है, जुन चाहिँ चेन्ज भइरहेको छ। 10 भन्दा कम भयो भने अलिक विश्वसनीय मानिँदैन है, विश्वासका कुरा पनि हुन्छन् है। ल, प्राइस टु अर्निङ ग्रोथ रेसियो, पेग रेसियो, यसमा ग्रोथ जोडिएको छ। यो ग्रोथ जोडिएको कारणले यसलाई पिई रेसियो भन्दा अलि राम्रो मानिन्छ है, पेग रेसियोलाई। पेग रेसियो पिई रेसियो डिभाइड बाई एनुअल अर्निङ ग्रोथ रेट हुन्छ। यो पेग रेसियो कति भएको राम्रो मानिन्छ? पेग रेसियो कति भएको राम्रो मानिन्छ? यही लेखेको स्लाइड देखिएको छैन? 1.5 है, 1.5। अहिले एनालाइसिस गर्नुपर्छ, म सोध्छु है, ख्याल गर्नु होला है। अर्को रहेको छ, अर्को रेसियो छ बुक भ्यालु पर सेयर। इट इज द फाइनेन्सियल रेसियो। म्याक्सिमम बुक भ्यालु भन्दा तल आउँदैन है। हाम्रो जति घाटामा भए पनि बुक भ्यालु भन्दा तल प्राइस आउँदैन। आइपिओमा आउने भनेको आइपिओबाट कुनै पनि कम्पनी आइपिओबाट जारी गरेर जाँदा उक्त कम्पनीको बुक भ्यालु इन्टु 3 गरेर प्राइस आउँछ क्या। मानौ कुनै पनि कम्पनी एबिसी कम्पनी आइपिओमा लिस्टेड भयो हो, आइपिओमा लिस्टेड भयो, आइपिओ जारी भयो। त्यहाँ भइसकेपछि मानौ त्यसको बुक भ्यालु 50 रुपियाँ रहेछ हो, मानौ 50 रुपियाँ बुक भ्यालु रहेछ भने 50 इन्टु 3 गरेर 150 मा बल्ल सेकेन्डरी मार्केटमा गएर खुलेको हुन्छ क्या। बुक भ्यालु भनेको के हो त? बुक भ्यालु भनेको के हो थाहा छ हजुरहरूलाई? बुक भनेको एउटा किताब, किताबको मूल्य 50, जबसम्म त्यो 3 गुणा हुँदैन तबसम्म सेकेन्डरी मार्केटमा जाँदैन भन्ने मैले चाहिँ। एकदम सही हो। बुक भ्यालु भनेको के रे तुम्बाले सर? सही भन्दा माथि हुनु पर्यो रेट। ओ, त्यो राम्रोको लागि है। बुक भ्यालु हजुर 100 भन्दा बढी भएको राम्रो मानिन्छ बढी गर्नु है। हजुर 100 हजुर भन्दा बढी भएको राम्रो मानिन्छ। तर बुक भ्यालुको अर्थ के हो भन्न खोजेको मैले। बुक भ्यालुको अर्थ के हो थाहा छ? बुक भ्यालु भनेको सम्पूर्ण खर्च कटाइसकेर आएको जुन कम्पनीलाई रहन्छ नि, नेट कम्पनीमा रहन्छ नि, सम्पूर्ण खर्च कटाइसकेपछि आएको नेटलाई बुक भ्यालु भन्छ क्या। ओ, त्यही नै बान्यो। मानौ कुनै पनि कम्पनी कुनै पनि फरक हो, बुक भ्यालु र पार भ्यालुमा फरक हो। पार भ्यालु भनेको फेस भ्यालु भन्छ, पार भ्यालु 100 हुन्छ। इक्विटीको पार भ्यालु, सेयरको पार भ्यालु जहिले पनि 100 हुन्छ, डिबेन्चरको पार भ्यालु जहिले पनि 1000 हुन्छ। पार भ्यालु र बुक भ्यालुमा फरक हो है। अनि हजुरहरूले मानौ कुनै पनि कम्पनीमा लगानी गर्नुभयो हो, उक्त कम्पनीको बुक भ्यालु पनि केही पनि नहेरिकन लगानी गर्नुभयो, उक्त कम्पनी डुब्यो क्या, सबै स्वाहा भयो। तर लास्टमा हजुरहरूले पाउने भनेको त्यो बुक भ्यालु बराबरको, पर किता बुक भ्यालु बराबरको अनुसार। मानौ 8000 किता हजुरसँग सेयर छ भने 8000 इन्टु 50 बुक भ्यालु छ भने 8000 इन्टु 50 गरेर हजुरले पैसा पाउनुहुन्छ क्या। जिरो नै कहिले पनि हुँदैन क्या। कम्पनी डुबे पनि बुक भ्यालु बराबरको पैसा पाउनुहुन्छ हजुरहरूले है। कुरा बुझ्नुभयो? हामीले त्यो खरिद गर्दै गर्दा जति बुक भ्यालु छ त्यसकै रेट कायम हुन्छ कि पछि हुने हो त्यो?
होइन नि, बुक भ्यालु जति बढ्दै गयो त्यति राम्रो मानिन्छ। बुक भ्यालु पनि बढ्छ नि, नेट बढ्दै गएपछि बुक भ्यालु बढ्दैन त, प्रफिट बढेपछि है। होइन घाटामा जाँदाको कुरामा घाटाको उसमा त त्यही हुन्छ नि, लेखेकै हुन्छ, रिपोर्टमा हुन्छ बुक भ्यालु। त्यही रिपोर्ट हेर्नको लागि नै हामीले यत्रो पढेको है। ठिक छ। बुझ्यो, बुक भ्यालु पर सेयर। ओके। अनि म्याडम यो आइपिओ हो, हजुर, बजारमा आउँदा 3 गुणाले बढेर आउँछ भन्ने यो अनिवार्य हो एकदमै के हो? 3 गुणाले बढेरै आउँछ। बुक भ्यालुको 3 गुणाले बढ्नै पर्छ क्या। त्योभन्दा कममा पाउँदै पाउनुहुन्न हजुरले सेकेन्डरी मार्केटमा गएर। बुक भ्यालु 50 छ भने हजुरको आइपिओबाट जारी भएर उता गएको छ भने 150मा पाउँछ क्या त्यो है। बुझ्नुभयो? अगाडि बढौँ, म हजुर रोक्खेँ कि जाउँ हजुरहरूको आवाज नआउँदा। म्याम यो एकदम ठिक छ। आइपिओ आउँदा 3 गुणा हुने कि 3 गुणामा आइपिओ निक्लिने म्याम? आइपिओ त जहिले पनि 100मा निस्किन्छ। 100 भन्दा बढी भयो भने प्रिमियम भन्छ है। बुक भ्यालु भनेको छुट्टै हुन्छ। आइपिओ पार भ्यालुमा निस्किन्छ है। पार भ्यालु भन्दा बढी भयो भने त्यसलाई प्रिमियम भन्छ। मानौ 100 रुपियाँ पार भ्यालु छ भने 120मा आइपिओ खुल्यो भने त्यो प्रिमियम 20 रुपियाँ प्रिमियममा आइपिओ खुलेको छ मानिन्छ है। त्यस्तो आइपिओलाई चाहिँ राम्रो मान्ने कि कस्तो मान्ने त म्याम? आइपिओ जति सबै नराम्रो त्यो लिस्टेड नै हुँदैन। नराम्रो कम्पनी उसले लिस्ट नै गर्दैन। यो त मजाले उसबाट लिस्टेड हुने हो नि त है। राम्रो सबै राम्रो हो, तर कुन भन्दा कुन राम्रो किन्ने त भन्ने कुरा हो। नराम्रो कम्पनी यहाँ लिस्ट हुनै पाउँदैन, लिस्टेड हुनै पाउँदैन। उसले नाफा गर्छु भनेर पुरै गरेको हुनुपर्छ। अर्को रह्यो प्राइस टु बुक भ्यालु रेसियो। प्राइस टु बुक भ्यालु रेसियो भनेको मार्केट प्राइसलाई बुक भ्यालु पर सेयरले भाग गरेर आयो भने प्राइस टु बुक भ्यालु रेसियो भन्छ। यो 1.5 भन्दा तल भएको राम्रो मानिन्छ है। बुक भ्यालु रेसियो 1.5 भन्दा तल भएको राम्रो मानिन्छ। यसले मार्केट भ्यालु जति चलिरहेको छ त्यसको तुलनामा कतिमा पाइएको छ त भन्ने हो। जस्तो मानौ हजुरहरूलाई जति बुक भ्यालु नजिकको रूपमा त्यो प्राइस छ त्यति बेला हामीले किन्न सक्छौँ कि हाई प्राइसमा किन्ने होइन। हामीले कुनै पनि स्टक किन्दाखेरि बुक भ्यालु प्राइस टु रेसियो बुक भ्यालु प्राइस टु 1.5 भन्दा तल भएको राम्रो किन भनियो त भन्दा हजुरहरूको त्यो स्टक हुन्छ नि, मानौ 300को हो, 300को स्टक छ है। 300को स्टकलाई बुक भ्यालु मानौ 100 छ अथवा 100 भन्दा बढी भएको राम्रो मानिन्छ है। बुक भ्यालु जहिले पनि बुक भ्यालु 100 भन्दा बढी भएकोमा राम्रो मानिन्छ। मानौ 130 रुपियाँ बुक भ्यालु छ है 130 रुपियाँ बुक भ्यालु छ। त्यसको इन्टु 1.5 गर्नु त कति हुन्छ? इन्टु 1.5 130 इन्टु 1.5 130 इन्टु 1.5 एक मिनट है। 195 हुन्छ म्याम। 130 भइहाल्यो। 130को आधी भनेको 250। कति भयो रे? कति भयो? 195 हुन्छ म्याम। 195 होइन।
अब बुक हजुर भ्यालुको नजिकमा हामीले किन्ने स्टक, बुक भ्यालुको 195 भयो भने 195को नजिक नजिक 200 250मा 300 जतिमा आयो भने किन्ने। त्योभन्दा माथि प्राइस हाई प्राइसमा गएको छ भने त्यो बेला नकिन्ने हो। फस्ने भनेको यस्तोमा हो हजुरहरू, हाई प्राइसमा किनिदिनुहुन्छ अनि त्यो त घट्ने बेला भइहाल्यो नि, त्यसको बुक भ्यालु हेर्नु पर्यो नि त। हेर्दाखेरि अनि त्यो घट्ने बेलामा हजुरले किनिदिनुहुन्छ क्या, अनि स्टक घट्यो भन्नुहुन्छ। यो कुरा पनि ध्यान दिनु होला है। क्लियर हुनुहुन्छ? भनेपछि बुक भ्यालुलाई चाहिँ हामीले एमपिएसले मल्टिप्लाई गरेर विचार गर्नु पर्यो। बुक होइन भ्यालुलाई म्याम? एमपिएसले हजुर के भन्नुभयो? एमपिएस भनेको मार्केट प्राइस पर सेयर। बुक हजुर बुक भेल्युलाई जति हाम्रो बुक भेल्यु छ त्यसलाई 1.5ले इन्टु गर्दा जति एमाउन्ट आउँछ त्योभन्दा माथि कस्टमा नकिन्ने भन्ने कुरा बुझेँ है गीता म्याम मैले चाहिँ। त्योभन्दा माथि नकिन्ने भन्दा नि त्यसको नजिक नजिकको आसपासमा किन्ने, कि धेरै माथि नजाने हो। त्यही हो, एमपिएसले मल्टिप्लाई गर्यो भने त त्यो त ओभरै भइहाल्छ नि। म्याक्सिमम एमपिएस त 1.5ले अलरेडी भइहाल्यो नि, नजिक नजिकमा अँ, आउँछ नि। बुक भ्यालुको नजिक नजिकमा आएको प्राइस हो। अब सञ्जीव सरले बुझ्नु भयो नि, त्यो ठिक हो। हो एकदम एकदम जस्तो 195 नै नपुग्ने 170 80 यो अहिलेको इक्जाम्पलमा 100 चाहिँ होइन, 60 70 हजुर 195मै नकिन्ने होइन कि, 195मा आयो भने त मजाले किनिदिने। होइन अहिलेको इक्जाम्पलमा अब 1.5ले मल्टिप्लाई गरेपछि त्योभन्दा त्यसको वरपर जाने तर त्योभन्दा माथि नजाने भन्नुभयो नि त होइन? त्योभन्दा नजिकमा जाने के, त्यो नजिकमा 195को नजिक भनेको 200 भयो, 250 भयो, 300 भयो। 300 भन्दा माथि चाहिँ नजानु होला। त्यही स्टक 500 भइदियो भने ओभर भ्यालुड भइदियो के। अनि ओभर भ्यालुड भएको कम्पनी हामीले किन्यौँ भने त त्यो बेच्ने बेला भएको हुन्छ के। त्यो बेच्ने बेला भएको बेलामा हामी किनिदियौँ भने फेरि घट्दै जान्छ अनि हामी घाटामा जान्छौँ नि त। सस्तोमा किन्ने महँगोमै बेच्ने। सस्तोमा त्यो किन्ने बुझेँ म्याम महँगोमा बुझेँ। हजुर हजुर नजिक भन्नाले कति नजिक जाने भन्ने अब जस्तो 195को हामीले मल्टिप्लाई गर्दा आयो भने अब 200 300 250 अथवा म्याक्सिमम 300 195 सम्म आयो जान होइन, सक्छ। 195 आयो हो। त्यसको मार्केट हजुर प्राइस कति छ? मानौ 500 मार्केट प्राइस छ। हजुर हजुरलाई त्यो मन परेको छ, त्यो स्टक मन परेको छ, तर त्यसको प्राइस महँगो छ। इन्टु गर्दाखेरि महँगो आयो। 300सम्म आयो भने म किन्छु भनेर कुरेर बस्ने। त्यही 500को भएको प्राइस कुर्दै कुर्दै तल 300मा आयो भने म किन्छु है भनेर कुरेर बस्दिने के। जब त्यतिखेर अझै 300 भन्दा मुनि 250 200सम्म आयो भने त उठाइदिने के। तर त्यो 500मा गएर नकिनिदिने। जति सक्दो हामी त कममा किन्ने, बढीमा बेच्ने हो नि त होइन? तर कति कम कति बढी भन्ने यसले निर्धारण गर्न सकिन्छ है। बुझ्नुभयो? अगाडि ओके बढौँ? म्याम। ओके बढेँ है त। फेरि भन्नु त त्यतिखेर। हजुर प्राइस टु बुक भ्यालु रेसियो हेर्ने है। प्राइस टु बुक भ्यालु रेसियो हेर्दाखेरि जहिले पनि 1.5 भन्दा तल भएको राम्रो। मैले त अघि इक्जाम्पलै दिएँ, तर त्यो 1.5 1.3 1 भनेर नेप्से अल्फामा अलरेडी लेखेको हुन्छ। हजुरहरूले यो क्यालकुलेट गर्न पर्दैन। यदि 1.5 भन्दा तल छ भने किनिदिनु होला, सकियो। तर बुझाउनलाई मैले अघि इक्जाम्पल दिएँ, यसरी बुझ्नु होला। क्लियर? ओके म्याम क्लियर। ओके ल म अगाडि बढेँ है त। ल डेब्ट टु इक्विटी रेसियो
ओके डेब्ट टु इक्विटी डेब्ट भन्ने बित्तिकै के भयो ऋण भयो हैन कम्पनीले ऋण लिएर काम गरेको छ कि इक्विटीबाट काम गरेको इक्विटी भनेको शेयरबाटै काम गरेको छ कि त्यो हेर्नुपर्छ त्यसैले कम अथवा डेब्ट फ्री कम्पनी हेर्ने हैन डेब्ट टु इक्विटी कम्पनी कुनै पनि कम्पनीको डेब्ट टु इक्विटी हेर्दाखेरि त्यहाँ फ्री भएको राम्रो अथवा हामीले त कम्पेयर गर्छौं कम्पेयर गर्दाखेरि कम जहाँ छ लोन त ऋण त कम भएको राम्रो हो नि त बढी भएको राम्रो हो र कुनै पनि कम्पनीको लागि ऋण बढी भएको राम्रो त होइन कम भएको राम्रो हो हैन र त्यसकारण डेब्ट टु इक्विटी चाहिँ कि त कम भएको राम्रो कि त डेब्ट फ्री भएको कम्पनी चुज गर्ने अहिले हामी कम्पनी पनि चुज गर्न सिक्छौं नि त है ल क्लियर हुनुहुन्छ अगाडि बढौं ओके बुझी भनेपछि बुझी भन्नु होला है ल आरओई रिटर्न अन इक्विटी अब रिटर्न भन्ने बित्तिकै नाफा हाम्रो इक्विटीमा कति रिटर्न पाउँछौ त भनेर क्याल्कुलेट गर्छौं जति धेरै रिटर्न आयो त्यति राम्रो मानिन्छ यसले आफ्नो शेयर होल्डरलाई कति बोनस शेयर दिएको छ त कति डिभिडेन्ड दिएको छ त आरओई जति सक्दो बढी भएको राम्रो मानिन्छ है जति सक्दो आरओई बढी भएको रिटर्न अन इक्विटी बढी भएको शेयर होल्डरलाई कम्पनीले बढी रिटर्न दिएको राम्रो मानिन्छ कि कम हामीले त रिटर्न त बढी प्रतिफल त बढी भएको राम्रो मान्छौं नि हैन र हामी त बढी पैसा कमाउन आएका हौ नि है त्यसकारण आरओई बढी भएको राम्रो मानिन्छ नेट इन्कम डिभाइड बाइ शेयर होल्डर्स इक्विटी यो गर्नु पर्दैन जस्ट देखाएको इक्विटी कति छ भनेर त्यहाँ देखाएकै हुन्छ अलरेडी है ले जुन बढी भएको छ त्यही हेर्ने है ल रिटर्न अन एसेट्स अब एसेट्सबाट कम्पनीको सम्पत्तिबाट पनि रिटर्न मानव मेसिनरी सामान हुन्छ है मानौ हिल ट्याङ्की बनाउने कम्पनी रे हिल ट्याङ्की बनाउने कम्पनीमा मेसिन छ त्यो बनाउने त्यो मेसिनबाट कति हामीलाई लाभ प्राप्त भयो त हामीलाई होइन कम्पनीलाई कति लाभ प्राप्त भयो त जति सक्दो बढी त्यसले नाफा दियो भने राम्रो हो नि त एसेट्सबाट रिटर्न बढी आएको राम्रो हो नि त कम्पनीलाई होइन र त्यो उक्त एसेट्स नै बिग्रिने जतिखेर बिग्रिने कच्चा पर्ने गर्यो भने त कम्पनीलाई घाटा हो होइन त्यसकारण हामीले एसेट्सबाट पनि रिटर्न बढी भएको राम्रो मानिन्छ है नेट इन्कम डिभाइड बाइ एभरेज टोटल एसेट्स हुन्छ बुझ्यो ल एकपटक फेरि रिपिट गर्नु कुनको आरओई 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 आरओए हजुर आरओए रिटर्न अन एसेट्स है रिटर्न अन एसेट्स इक्विटी रिटर्न अन एसेट्स हजुर एसेट्स वाला चाहिँ इक्विटी भयो हैन 8 नम्बरको यही हैन हजुर रिटर्न अन एसेट्स कुनै पनि कम्पनीमा एसेट्स भनेको सम्पत्ति के फिक्स एसेट्स हुन्छ करेन्ट एसेट्स भन्ने हुन्छ फोटोकपी मेसिनरी हुन्छ त्यो हिल ट्याङ्की बनाउने मेसिन हुन्छ त्यो पगाल्ने मेसिनहरू हुन्छ ती मेसिनहरू बिग्रियो भने त कम्पनीलाई घाटा हुन्छ बलियो भयो भने त कम्पनीलाई नाफै हुन्छ हैन र हो त्यो एसेट्सबाट कति नाफा कमाएको छ त कम्पनीले के नाफा कम भएको राम्रो हो त होइन नि हो रिटर्न बढी दिएको राम्रो मानिन्छ त्यसकारण आरओए पनि बढी भएको राम्रो मानिन्छ
क्लियर हुनुभयो सर? यो आरओई र आरओएमा बढी हजुर भएको राम्रो त मानिन्छ, तर कम हजुर सबभन्दा कम कति भयो भने हामीले त्यसलाई चाहिने अलि ध्यान दिनुपर्ने हुन्छ अथवा नकिन्नतिर जानुपर्ने हुन्छ, त्यस्तो केही छ डिमार्केसन? यस्तो सर, रिटर्न अन इक्विटी नाफा हजुरलाई 500 रुपियाँ मानौ सञ्जीव सर र म गीता म्याम नै छु। सञ्जीव सरले हजुरलाई सर माधव सर मलाई 500 रुपियाँ दिनु, सञ्जीव सरले भन्नु त्यो बापत मैले 100 रुपियाँ दिन्छु भन्नुभयो सञ्जीव सरले हो। अनि त्यसपछि मैले भने मलाई 500 रुपियाँ दिनुहोस्, मैले चाहिँ 50 रुपियाँ मात्रै दिन्छु भने अब कुन राम्रो भयो? सञ्जीव सरलाई पैसा दिनुहुन्छ कि मलाई दिनुहुन्छ? सञ्जीव सरलाई दिनु पर्यो। हो त्यही हो, हामीले त कम्पेयर गर्ने हो नि त। त्यहाँ त नाफा एक्ज्याक्ट हजुरलाई पैसा त जति बढी कमाए त्यति राम्रो मानिन्छ नि, होइन र? हजुर, जस कम्पनीहरू कम्पेयर गर्ने हो, कम्पेयर गर्ने हो। प्लस भएको राम्रो, बढी भएको राम्रो है, माइनस हुन भएन है। होइन, अब यसमा थप अरू अरू चाहिँ रेसियोहरू पनि हेरिन्छ भनौँ न, अब कुन रोज्ने भन्ने। रेसियो भन्दा पनि कसले बेसी दिएको छ भन्ने हेर्ने रहेछ। आरओई रिटर्न अन इक्विटी, कुन कम्पनीले कति चाहिँ बोनस ज्यादा रिटर्न दिएको छ कस्टमरहरूलाई, जसले ज्यादा रिटर्न दिएको छ उहीसँग हामी जाने भन्ने कुरा होला। अनि पैसा त जति भए पनि मान्छेलाई वारेन बफेटलाई पनि पुगिरहेको छैन त। 94 वर्षको हुनुहुन्छ, अझै पनि म इन्भेस्टर हो, अझै पनि कमाउने हो भन्दै बस्नु भएको छ हो। कसैलाई लेबर काम गर्दा 1000 रुपियाँ दिएर पनि त्यो काम गर्नुहुन्छ, कसैलाई त्यही लेबरलाई 10,000 दिएर काम गर्ने पनि हुनुहुन्छ। तर म कहाँ काम गर्छु भन्ने हात आफ्नो हुन्छ क्या। भनेको रिटर्न बढी भएको ठाउँमा गएर लगानी गर्ने कि कम भएको ठाउँमा गएर लगानी गर्ने, आफ्नो हातको कुरा रह्यो नि त, होइन? क्लियर हुनुहुन्छ? हजुर बुझ्यो नि, हजुर ओके। बुझ्यो। अब हात कसले उठाउनु भएको छ? ओके, अब चाहिँ हामी प्र्याक्टिकल रूपमा जान्छौँ है। अब यो थ्योरी भयो, अब नेप्से अल्फाबाट कसरी कम्पेयर गर्ने है। अब बिस्तारै जाउँ है त, आनन्दले, माइन्डफुल बनाउनु होला, एकदम आनन्दले माइन्डफुल शान्त ठाउँमा बस्नु होला, हात चाहिँ लक गरेर नबस्नु होला है। ल ओके, म अगाडि बढेँ। हजुर केही छ सोध्नुपर्ने? नै सोध्नुपर्ने केही छैन, बोल्ने बेलामा मात्र अनम्युट गरौँ होला, अरू सबैले म्युट गरेर राख्ने कि कसो गर्ने? एकदमै सर ठिक हो, यो जसलाई बोल्न यो पनि हाम्रो इच्छुक हुन्छ एकदम हो। भोइस क्लियर आउँछ, सबैले हामी म्युट गरेर राखौँ, बोल्ने बेलामा अनम्युट गरौँ, बोलौँ है त। एकदम सर, यहाँ हामी क्रोम ब्राउजरमा गएर यहाँ हामी nepsealpha.com जान्छौँ, nepsealpha.com है। हेर्नु होला, हजुरहरूलाई भिडियो प्राप्त हुनेछ, प्र्याक्टिकल हजुरहरूले भिडियो हेरेर गर्नु होला है, सँगसँगै नगर्नु होला, यता हेर्नु होला, सुरुमा यता हेर्नु होला। अब यहाँ आइसकेपछि ट्रेडिङ सिग्नलमा जान्छौँ है। ट्रेडिङ सिग्नलमा गइसकेपछि फन्डामेन्टल सिग्नलमा जान्छौँ हो, फन्डामेन्टल सिग्नलमा जान्छौँ। अब फन्डामेन्टल सिग्नलमा गइसकेपछि यसरी स्क्रोल गर्छौँ हामी हो, यसरी स्क्रोल गर्छौँ, देख्नुभयो? स्क्रोल गरेर यहाँ गइसकेपछि हाम्रा अल सेक्टर कम्पनी कुन कुन सेक्टर लिस्टेड छन् त भन्दा 12वटा सेक्टर हाम्रो नेप्सेमा लिस्टेड रहेका छन्। 12वटा सेक्टर के हुन् त भन्दा कमर्सियल ब्याङ्क, डेभलपमेन्ट ब्याङ्क, फाइनान्स, होटल, हाइड्रो पावर, लाइफ इन्सुरेन्स, नन लाइफ इन्सुरेन्स, माइक्रो फाइनान्स, म्यानुफ्याक्चर एन्ड प्रोडक्सन, इन्भेस्टमेन्ट, ट्रेडिङ र अदर रहेका छन् है, यिनीहरू रहेका छन्। अनि त्यसपछि हामीले के गर्छौँ भन्दाखेरि यहाँ हेर्ने, अब रेसियो हजुरहरूले पढ्नु भएको छ,
पी रेसियो के हो, पिभी रेसियो के हो, आरओई भनेको कस्तो, पेग भनेको कस्तो पढ्नु भएको छ होइन? पढ्नु भएको छ नि? अब कति भएको राम्रो। अब यसलाई यसरी तान्नु होला। अब यसलाई यसरी तान्दाखेरि हजुरको यहाँ थ्योरिटिकल पुरै गर्नु पर्दैन, यसैले नै पुरै छुट्याइदिएको हुन्छ हो। पीको सेक्टरमा अन्डर भ्यालुड छ, यो पिबीको सेक्टरमा ओभर भ्यालुड छ, यसरी छुट्याइदिएको हुन्छ। हेर्नु होला, यसरी पेगको यसो छ भन्दाखेरि हामीले जुन 8वटा रेसियो पढेका छौँ है, 8वटा रेसियो पढेका छौँ, त्यसमध्ये सबै हेर्नु होला है। 8वटा रेसियोमा सबै हेर्नु होला। अनि हामीले किन्दाखेरि ओभर भ्यालुड भएका कम्पनी हेर्छौँ कि अन्डर भ्यालुड भएका कम्पनी? अघि हामी भनेको थियौँ नि, ओभर भ्यालुड भएका कम्पनी हेर्छौँ कि अन्डर भ्यालुड भएका कम्पनी? के हेर्छौँ? अन्डर भ्यालुड, कम मूल्यका हेर्छौँ नि त होइन? कम मूल्यका कम्पनी हेर्छौँ। अब यहाँ पनि रेसियोको आधारमा यहाँ पनि छुट्याइदिएको हुन्छ, यो स्ट्रङ छ, यो स्ट्रङ छ भनेर यसरी छुट्याइदिएको हुन्छ हो। अब यहाँ मात्र हेरेर हजुरलाई पुगेन, सर र हजुरले एडिबिएल र एएचपिसी जाने हो। एडिबिएल र एएचपिसी यसरी जाने, जाँदा दुईटा मध्ये पनि के रहेछ? एडिबिएल अन्डर भ्यालुड रहेछ, एएचपिसी के रहेछ? एएचपिसी यहाँ अन्डर भ्यालुड रहेछ। अब कति ठाउँमा अन्डर भ्यालुड छ त हेरौँ है त। एडिबिएलमा अन्डर भ्यालुड छ, यसमा नि अन्डर भ्यालुड छ। अब यति भइसकेपछि अब यहाँ जान्छौँ फेरि, यहाँ पनि अन्डर भ्यालुड छ, अनि त्यसपछि यहाँ पनि अन्डर भ्यालुड छ, यहाँ ओभर भ्यालुड छ। अब दुईटा कम्पनी उस्तै भइसकेपछि कुन हेर्ने त म्याम भन्नु होला। अब यसको प्राइस हेर्ने है, प्राइस हेर्ने। ल अस्तिको घडी आयो नि त होइन? घडी आयो होइन? यो घडीमा के देखिन्छ भनी, यो घडीमा के देखिन्छ भन्दा यता हेर्नु भएको छ, देख्नु भएको छ, देख्नु भएको छ। यो घडीमा यो रेडमा आउँदाखेरि खतरा छ है, किन्नुहुन्न भन्छ है यो रेडले है। मेरो म्युट भएछ है त। यो के अरे सबैले निकाल्नु भएको छ, यो के अरे घडी देख्नु भएको छ? देखेका छौँ। यो घडी देख्नु भएको छ? हजुर, यो घडी देख्नु भएको छ। हामीले अब कहिले किन्ने त है? उता फेरि ब्याक हुन्छौँ है एकैछिनमा। त्यहाँ क्लिक गरेपछि एउटा कुनै पनि स्पेसिफिक, अब हजुरलाई कुन कम्पनी मनपर्छ त्यो हेर्छौँ है त। 1 मिनट है त। यो घडीसम्म कसरी आयौँ भन्ने कुरा बुझ्नु भयो या भएन? फेरि म जान्छु है त। बुझ्नु भएन भने बुझ्नु भएन है, यो घडीसम्म जानलाई। ल यहाँसम्म गएको बुझ्नु भयो कि भएन? पहिला यहाँसम्म जान सिक्नु पर्यो। यहाँ जाने, ट्रेडिङ सिग्नलमा जाने, फन्डामेन्टलमा जाने। ल सुरुदेखि गरेँ है त हजुरहरूलाई, एकदम जिरो लेभलदेखि। म्युट गरिदिनु होला हजुरका कति कुराहरू पनि बाहिर आउनेछन् है, प्लिज म्युट चाहिँ गरिदिनु होला। nepsealpha.com म दोहोऱ्याएर कुरा गर्दैछु है, कहाँबाट जाने भन्ने।
यहाँ जाने हो, हेर्नु होला है। अनि फन्डामेन्टल सिग्नलमा जाने हो, फन्डामेन्टल सिग्नलमा जाने। ल यति भइसकेपछि अब यही लेखिया छ हैन त, यही लेखिया छ फाइनेन्सियल उसको लागि 5 स्टार ऱ्याङ्क ग्रुपमा भएको टप ऱ्याङ्क पर्छ हैन। 5 स्टार मिन्स टप ऱ्याङ्कमा पर्छ, 4 स्टार मिन्स मिडिलमा पर्छ, यसरी 3 स्टार भनेको लोवर ऱ्याङ्क ग्रुपमा पर्छ भनेको छ। हामीलाई त टपकै हेर्न ठिक छ हैन, किन मिडिल हेर्ने हैन र? यही लेखेकै छ मजाले, देख्नुभयो। अब हाम्रो सेक्टरहरू कतिवटा हुन्छन् भने 12वटा। अब पुरै सेक्टरको हेर्नुहुन्छ भने, मानौ फाइनेन्सको हेर्नुहुन्छ भने पुरै फाइनेन्स आउँछ, यहाँ पुरै फाइनेन्स आउँछ है। फाइनेन्सको मात्रै हेर्नुहुन्छ भने पुरै फाइनेन्स आउँछ। अनि त्यसपछि फेरि हाइड्रो गर्नुहुन्छ भने हाइड्रोको मात्रै आउँछ। हेर्नु हाइड्रो कहिले पनि कम्पेयर गर्दाखेरि सेम सेक्टरमा मात्रै कम्पेयर गर्नु होला, सेम सेक्टर मात्रै कम्पेयर गर्नु होला। हाइड्रोमै, फाइनेन्सको फाइनेन्समै, कमर्सियल ब्याङ्कमै, यसरी सेम सेक्टर कम्पेयर गर्नु होला, किनकि मिल्दैन। हाइड्रोको त कतिपय कम्पनीहरू फन्डामेन्टल स्ट्रङ नहुँदै पनि हाई प्राइसमा पुगेका छन् क्या। त्यो कारणले गर्दाखेरि हामीले चाहिँ लगानी गर्दा, इन्भेस्टमेन्ट गर्दा हाइड्रोमा इन्भेस्टमेन्ट नगर्नु होला, ओन्ली ट्रेडिङ मात्रै गर्नु होला है। हाइड्रोमा इन्भेस्टमेन्ट नगर्नु होला। ल अनि यहाँ 5 स्टार देखाएको राम्रो मानिन्छ, टप ऱ्याङ्कमा पर्छ भनेको छ। 4 स्टार मिडिलमा परेको छ भन्छ हो। अब स्ट्रङ यहाँ के रहेछ, यो हाइड्रो देखायो। हाइड्रोमा अब लास्ट ट्रेड प्राइस भन्छ, आजको मूल्य कति छ, AHL को 722 छ। AHPC भन्ने स्ट्रङ देखाएको छ हो। यो कुन हो, हाइड्रो पावर हो। अनि डेली गेन भनेको हिजोको 0.68 ले बढेको रहेछ र लास्ट ट्रेड प्राइस 253 रहेछ। अनि PE बढेको राम्रो मानिन्छ कि घटेको राम्रो मानिन्छ, 55 रहेछ हेर्नुहोस् त। अनि PB कति भएको राम्रो मानिन्छ, यही देखाएको छ, अघि पढेकै रेसियो। ROE कति भएको राम्रो मानिन्छ, यसको त 5% रहेछ जम्मा। अनि ROA कति भएको राम्रो मानिन्छ, अनि पेग त 0 नै रहेछ। अब अन्डर भ्यालु नै रहेछ हो, यो अन्डर भ्यालु नै रहेछ। यसरी हाइड्रोको फन्डामेन्टल खासै मिल्दैन क्या, हाइड्रोको फन्डामेन्टल खासै मिल्दैन भनेको हामीले हाइड्रोमा धेरै लगानी गर्दैन, ट्रेड चाहिँ गर्छौँ है, ट्रेड चाहिँ गर्छौँ। अब यहाँ थिच्छौँ हो। अब हामीलाई यो कम्पनी मन पर्यो हो, एउटा मात्रै कम्पनी मन पर्यो भने यहाँ सर्च गर्न सक्नुहुन्छ। मानौ यहाँबाट MPFL सेक्टर के हो, फाइनेन्स हो, हाइड्रो त होइन। म्याडम फाइनेन्सको एउटा कुरा सोध्नु है, हजुर जस्तो इन्भेस्टमेन्टमा के अरे उसमा नगर्ने भन्नुभयो हाइड्रोमा, हजुर तर जस्तो HIDCL हाइड्रोमै धेरै इन्भेस्टमेन्ट गर्छ कि जस्तो लाग्छ होइन, त्यो इन्भेस्टमेन्टमा राखेछ फेरि HIDCL। हामीले चाहिँ इन्भेस्ट नगर्ने के, त्यसले राखोस् नराखोस्, इन्भेस्ट त सबैमा गर भनेर मजाले बकाइदा दिएको, छुट्याएको, तर हामीले चाहिँ नगर्ने के। हामीले त जति सक्दो घाटा नगर्ने के, घाटा चाहिँ हुँदै नहोस् भन्ने हिसाब चाहिँ हाम्रो हो के। अरूले गरून् नगरून् मतलब भएन, तर हाइड्रोमा लगानी गर्नुभयो भने HIDCL भन्ने कम्पनी, एकजना सर हुनुहुन्छ यहाँ, सायद आउनु भएको छ कि छैन,
एकजना सर हुनुहुन्छ, उहाँ HIDCL मा 570 मा फस्नु भएको छ। के हाइड्रो भन्दैमा 570 मा लगानी गरिदिने? अहिलेसम्म रिकभर हुन सक्नु भएको छैन। अनि त्यो यदि ब्याङ्कमा लगानी गरिदिनु भएको भए, अरू सेक्टरमा ह्वात्तै त घट्थेन नि। त्यो भनेको भोलाटाइल कम्पनी हो क्या। हाम्रो दिपेन्द्र अग्रवालले चलाउने कम्पनी HIDCL, जोशी फाइनान्स, यस्ता यस्ता भोलाटाइल एकैचोटि बढिदिने कम्पनीहरूमा चाहिँ हामी छिर्यौँ भने कुन दिन फस्छौँ थाहा हुँदैन। सिन्धु ट्रेड पनि गर्छ होइन म्याम, सिन्धु, अहिले त CORPL सिन्धु एकदम हो सिन्धुमा अहिले। अनि त्यस्तोमा अनि सिन्धु किनेर बस्दिनु भयो भने त हो हाइड्रोमा इन्भेस्ट गरेपछि लस हुन्छ। हाम्रो वीरेन्द्र सरले भन्नुभएको छ, हो अवश्य लस हुन्छ। त्यो सोच्दै नसोच्नु होला। हाइड्रोमा इन्भेस्ट गर्ने त सोच्दै नसोच्नु होला। घाटा हुन्छ 100%। त्यसले न डिभिडेन्ड दिन्छ। के का लागि इन्भेस्ट गर्ने हो? हामीले डिभिडेन्ड खान होइन इन्भेस्ट गर्ने, रिटर्न खान होइन। एफडीमा 4% मात्रै दियो। हामीले धेरै पर्सेन्ट ल्याउन होइन र हामीले इन्भेस्ट गर्ने। उद्देश्य के हो? इन्भेस्ट गर्नुको उद्देश्य के हो त्यो सोच्नु पर्यो नि। त्यसै लगानी गर्ने भन्दैमा पत्तुर कम्पनीमा लगानी गर्ने होइन। ट्रेड गर्न सक्छौँ, तर हाइड्रोमा लगेर लगानी गर्दै नगर्नु होला है। माधव सर बुझ्नुभयो? के अझै चित्त बुझेन सरलाई? ठिक छ। अलि फरक छ होइन? बाहिरी आवरण, बाहिरी न्युज, फेसबुक न्युज, युट्युब न्युज भन्दा हाम्रो यो प्रोफेसनल क्लास हो। क्लासमा नराम्रो कुराहरू, घाटा हुने कुराहरू सिकाइँदैन। त्यसकारण हजुरहरू अलिकति अवेरनेस हुनुहोस् भनेर हाइड्रोमा लगानी गर्नु भने लगानी नगर्नु भन्नुभएको छ गीता म्यामले भन्दै फेरि अरूलाई पनि त्यो नगर्नु होला। आफूले चाहिँ हाइड्रोमा लगानी गर्दै नगर्नु होला। अरूले जेसुकै गरौँ मतलब भयो है। हजुरले चाहिँ सुरुमै लसमा नजाउँ भन्ने हाम्रो अभियान हो नि। हाम्रो अभियान नै के हो? पैसा कमाऊ। त्यही त हो नि। पैसा कहाँबाट आउँछ? पैसा कमाउन आएको होइन हामी। राइट। पैसा कसरी कमाउने? जति सक्दो हामीले धेरै पैसा कहाँबाट कमाउने? स्मार्ट मनी कहाँबाट ल्याउने? त्यो हो क्या। कम्पनीसँग मतलब छैन, रिटर्न कसले दिन्छ बढी त्यसमा जाने हामी। कम्पनीलाई माया गर्न थाल्नु भयो भने, भावुकतामा डुब्न थाल्नु भयो भने हजुर फस्नुहुन्छ। कुनै कम्पनी HIDCL भन्ने कम्पनी हजुरसँग सहकिता छ, मलाई त यो त एकदम मनपर्छ भनेर राख्नुभयो भने त्यसले हजुरलाई चलाइरहेछ। हामीले चलाउन जान्नु पर्यो कम्पनीहरू। त्यसलाई फ्याट्ट र फुट्ट गराइदिनु जान्नु पर्यो। उसले चलाइदियो भने त हामी त लुज भइहाल्यौँ नि। हामीले चलाउन जान्नुपर्छ के कम्पनीले है। म्याम एउटा क्वेसन के मेरो, हजुर आइपिओ चाहिँ हामीले भर्ने कि नभर्ने म्याम? भर्ने नि। आइपिओ त किन नभर्ने र? आइपिओ त भर्ने हो नि। आइपिओबाट घाटा कहिल्यै हुँदैन। आइपिओ भर्नुहोस् है। हस् म्याम, हस्। आइपिओ भर्नु होला। ल हामी कहाँ गएको थियौँ? कम्प्यारिजनको पाटोमा है। होइन म्याडम, हजुर आइपिओ चाहिँ भर्दा जुनसुकै कम्पनीको नि भर्नुहोस्, हाइड्रो अथवा यो ऊ भन्ने कुरो भएन। भर्नुहोस्, इन्भेस्टमेन्ट जे भने पनि भर्नुहोस् भन्ने कुरो म्याडमको आयो। हो आइपिओबाट 100 रुपियाँमा आइपिओ भर्नुहुन्छ, त्यसको 3 गुणा बढेर आइदिन्छ। अनि बेलैमा बेचेर निस्किने नि। आइपिओबाट घाटा हुँदैन है। 100 रुपियाँमा भर्ने त हो नि आइपिओ है। म्याम हजुर के अरे इन्भेस्ट चाहिँ नगर्नु अनि ट्रेड चाहिँ गर्नु भने के? म त पुरै बुझिनँ। ठिक छ। यसको परिभाषा बुझ्नु पर्यो। इन्भेस्ट र ट्रेडिङ भनेको के हो भने नि सर सेयर गरी
इन्भेस्ट खेल्दै गर्ने हुनुहुन्छ। भनेको 1 वर्षभन्दा बढी लगानी गरेर हामीले बोनस सेयरहरू डिभिडेन्डहरू त्यसबाट रिटर्न लिन्छौँ। अस्ति पनि मैले भनेको थिएँ आँपको रुख र सागको इक्जाम्पल दिएर होइन र। कोलाई आउँदैन अहिलेसम्म पढेकोलाई पर्सनल्ली म्यासेज गर्नु होला, भोलि समय दिनेछु है मैले। ल अगाडि बढेँ है त। एकदम हजुरहरूलाई पर्फेक्ट नै बनाउने हो, सोधी सोधी पर्फेक्ट बनाउने हो सर, चिन्ता लिनै पर्दैन। ल अब यहाँ सेक्टर चुज गर्न आयो होइन, यहाँ 12वटा सेक्टर हुन्छ। सेक्टर चुज गर्न आयो कि आएन? यहाँ फाइनेन्स लेखियो भने यहाँ सम्पूर्ण फाइनेन्स आउँछ। अब एउटा मात्रै फाइनेन्स गर्नुभयो भने एउटा मात्रै यहाँ तल सर्च गर्न मिल्छ है, एउटा मात्रै सर्च गर्न मिल्छ। अब यहीँबाट स्ट्रङ र विक देखाइसकेपछि हजुरले यो बिएफसी भन्ने कम्पनी लिनुहुन्छ, विक देखाएको छ, लिनुहुन्छ? विक देख्दा देख्दै लिनुहुन्छ? लिँदैन। अनि यहाँ मध्ये कुन लिनुहुन्छ? ल भन्नुहोस् त, यहाँ मध्ये हजुरलाई कुन मन पर्यो? यता पनि आइसिएफसी। आइसिएफसी यहाँ गएर क्लिक गर्ने, हेर्नु है। अब यहाँ गएर क्लिक गर्ने। थाहा भयो कहाँ गएर क्लिक गर्ने रहेछ? ध्यान दिनु होला है। आइसिएफसी हजुर फाइनेन्सको होइन, जुन मनपर्छ त्यही हो, फाइनेन्स हो त्यो। के अरे अहिले प्र्याक्टिकल गर्न नलाग्नु होला, किनकि भिडियो प्राप्त हुन्छ हजुरहरूलाई। अहिले चाहिँ ध्यान दिनु होला है, अहिले चाहिँ ध्यान दिनु होला एकदम। यहाँ अब यो घडीको सुईले के बताउँछ त भन्दा स्टक सेन्टिमेन्ट बताउँछ। स्टक कता गइराखेको छ त अहिलेको मार्केटमा स्टक जल्दो बल्दो कता छ त भन्दाखेरि आइसिएफसी स्ट्रङ त देखायो, तर यो रेडमा जाँदा के गर्छ? एकदम डेन्जर छ है, सोल आउट गरेर बसेका छन् मान्छे। यहाँ मान्छे छैनन्, देखाउँछ हो रेड बत्तीले। अनि त्यसपछि यो पहेँलोले के गर्छ? अलिअलि छिरे जस्तो छ है भन्ने देखाउँछ, अलिअलि छिरे जस्तो छ है भन्ने न्युट्रल टाइपको देखाउँछ। यसमा गएर हामीले किन्ने भनेको 40 देखि 60 को बिचमा, 50 मा घडीको सुई आउँदा हामी किन्छौँ। कहिले किन्छौँ? 50 घडीको सुई 50 मा आउँदा हामी किन्छौँ। र जहिले पनि हामीले कम्पनी हेर्दाखेरि यो प्रमोटर होल्डिङ र पब्लिक होल्डिङ हेर्ने। जसको प्रमोटर होल्डिङ बढी छ उही कम्पनी किन्ने, किनकि त्यसको मूल्य बढाउन सजिलो हुन्छ। पब्लिक सेयर धेरै भएको हाई सप्लाई हुन्छ, हाई सप्लाई भएपछि लो प्राइस हुन्छ। त्यसकारण हामीले हाई डिमान्ड तर लो सप्लाई भयो भने के हुन्छ? यसको मूल्य बढाउन सकिन्छ। त्यसकारण पब्लिक होल्डिङ सेयर भन्दा प्रमोटर होल्डिङ सेयर भएका कम्पनी हेरियो भने हामीलाई फाइदा हुन्छ। हामीलाई फाइदा हुने किसिमका कुरा गरेका छौँ है हामीले यहाँ। हामीलाई कताबाट हुन्छ त्यो फाइदा हेरेका छौँ है, त्यसरी हेरेका छौँ। यो घडीको सुई बुझ्यो कि बुझेन? घडीको सुई बुझ्यो, घडीको सुई बुझ्यो। अब कम्पेयर गरौँ। यो 50 मा पुग्दा इन्ट्री हुने अनि एक्जिट हुने चाहिँ एक्जिट हुने चाहिँ हामी यहाँ ग्रिन 80 र 90 को बिचमा गएर एक्जिट हुने। यहाँ जाँदा, यहाँ घडीको सुई जाँदा किन्ने होइन है। यहाँ त बेच्ने हो, मजाले बायरहरू टन्न छन् भने हुन्छ, अरूले किन्छन् आफू बेचेर निस्किने है। हामी कसरी हुन्छ घाटा नखाने है। ल यी कुराहरू बाँकी नै छन् है, यी कुराहरू बाँकी नै छ। अब
तालिम तालिम लिएको फाइदा त्यहाँनिर लिनु पर्यो होइन, अरू पस्दैन, आफू निस्कनु। हो प्रम अरू प्रमोटर पस्दाखेरि आफू निस्किने, झ्याप्पै निस्किने बढेको बेलामा। अनि त्यसपछि यहाँ रह्यो, अब यहाँ कम्पनीको बारेमा आउँछ। उसको म्यानेजमेन्ट कुनले गरेको छ, सम्पूर्ण कुरा हेड म्यानेजमेन्ट हेड को रहेछ, सुनिल पन्त। एक मिनट नि। सुनिल पन्त भन्ने अलिकति फटा छन् कि अलिकति जेन्टल छन् कि, त्यो कुराहरू पनि पेजमा गएर हेर्न मिल्छ। मजाले गुगलमा गएर यो आइसिएफसी को म्यानेजमेन्ट हेड भनेर सुनिल पन्त भनेर सबै हेर्न मिल्छ। यो हेर्ने है, डिटेलमा हेर्न पर्यो, अहिले हेर्न परेन, पछि फुर्सदको बेलामा हेर्ने मजाले। अनि हेर्दाखेरि अलिकति म्यानेजमेन्ट टिम राम्रो भयो भने कम्पनी ग्रो त हुने हो नि। म्यानेजमेन्ट टिम नै खराब भयो भने कम्पनी ग्रो हुन सक्छ त? लथालिङ्ग हुन्छ। घरमा घरमा बाउले टन्न रक्सी खाएर आउँछन् भने उसका छोराछोरीलाई कति तनाव हुन्छ भन्नुहोस् त, कति स्ट्रेस हुन्छ। तर घरमै त्यो बाउ यति शालीन एकदम राम्रो अनुशासन परिवारको छ भने त्यो बच्चा बच्चीलाई तनावै हुँदैन नि, प्रोग्रेस हुन्छ, दिन प्रतिदिन बढ्दै जान्छ। हो त्यस्तै कम्पनीको मालिक पनि, कम्पनी म्यानेज गर्ने मालिक पनि कस्तो प्रकारको छ त? हाम्रो देश चलाउने यस्तै भइरहेछन्, भडाङ भुडुङ हुन्छ, कुर्सी ताना तानु गरे जस्तै। हाम्रो त्यो उसमा कम्पनीभित्र पनि त्यही छ कि? त्यो हेर्न सकियो नि त, कतिको ग्रो गरिराखेको छ कम्पनीले, त्यो बारेमा पनि हेर्नु पर्यो। हजुरले जग्गा किन्न जाँदै हुनुहुन्छ भने मजाले बाटै नभएको जग्गालाई पैसा हाल्नुहुन्छ र राजकुलो भएको जग्गालाई पैसा हाल्नुहुन्छ र मजाले सुविधायुक्त जग्गालाई पो पैसा हाल्नुहुन्छ होइन र? पैसा पनि हाल्नु छ, नराम्रो ठाउँमा पनि फस्नु छ, त्यो गर्दैनौँ हामीले है। म्याडम यहाँनिर यो प्रमोटरहरू कहाँबाट को थियो भन्ने कहाँबाट पत्ता लगाउने अरे, को छ भन्ने? यहाँ हेर्छु न, हजुर कता हेर्सेको छ? म त्यही घडीवालामा छु। त्यही घडीको साइडमा यतापट्टि हेर्छु न, प्रमोटर होल्डिङ 51%, पब्लिक होल्डिङ 49%, यही छ। र हजुरहरूलाई गजबको कुरा आज यो सिकाउँछ है त। सम्पूर्ण भोलि पनि दिन रह्यो फन्डामेन्टललाई त्यो फर्का यहाँ गएर भनेको जस्तो सुनिल पन्त चाहिँ ऊ सिङ्गल रहेछ भन्ने बुझ्यो यसमा। म्यानेजमेन्ट हेड भनेको को रहेछ? सुनिल पन्त भन्ने सबैको हेड त एकजनै हुन्छ नि, होइन र? ए भनेपछि हाम्रो घरमा प्रमोटर भन्ने र म्यानेजमेन्ट हेड भन्ने त फरक पनि हुन सक्ने भयो नि, होइन म्याडम? म्यानेजमेन्ट हेड भनेर हेर्ने, म्यानेजमेन्ट हेड गतिलो भयो भने कम्पनी पनि गतिलै हुन्छ। म्यानेजमेन्ट हेड खराब पर्यो भने कम्पनी पनि खराब डुब्दै जाने सम्भावना, विभिन्न ऋण लेलारे, अनि कम्पनीलाई ग्रो गर्न नदेलारे, विभिन्न अवरोधहरू आउलारे, ती कुराहरू पनि त हेर्नु पर्यो नि। हाम्रो घरमा बुवा त एक्लै एउटा मात्रै हुनुहुन्छ नि कि दुईटा बुवा हुनुहुन्छ र है? त्यसकारण हामीले यी कुराहरू पनि ख्याल गर्ने। ल के अरे माधव सर, हजुरले प्र्याक्टिकलतिर नगइस्यो, अहिले हाम्रो भिडियो आउँछ, हजुरको 10 बजे नै भिडियो आइहाल्छ। हजुरले सबैभन्दा पहिला हेर्नतिर गइस्यो, यता ध्यान दिस्यो सबैजनाले। प्र्याक्टिकलमा अहिले नगइस्यो र पछि भोलि नबुझेका कुरा सोधिस्यो। अनि यहाँ न्युजमा जाने, न्युज पनि हेर्ने। हेर्नुहोस् त, अब न्युज हेर्ने, न्युज यसरी हेर्ने, आइसिएफसी फाइनान्सले माघ 9 गतेबाट ऋण पत्र निष्कासन गर्दैछ। अब यसरी जहाँ नेगेटिभ न्युज आयो भने त्यस्ता कम्पनीहरू नकिन्ने, पोजिटिभ न्युज आयो भने मात्रै किन्ने। अब अनाउन्समेन्टमा जाने, यहाँ गइसकेपछि यस्ता यस्ता कुराहरू आउनेछ, यी कुराहरू पनि हेर्ने है। एजिएम कहिले बस्दैछ र यसले इन्भेस्टमेन्ट कहाँ गर्दैछ त? इन्भेस्टमेन्टमा गएर डिभिडेन्ड, राइट सेयरका कुरा आयो नि त।
डिभिडेन्ड राइट सेयर अब एजिएम कहिले बस्यो कि राइट सेयर कहिले दिएको थियो 2:01 रेसियोमा दिएको रहेछ यसरी सबै हेर्न मिल्छ है सबै हेर्न मिल्छ यसरी यसरी हेर्नु होला है अनि त्यसपछि अब हामी आउँछौँ अब यहाँ सबभन्दा राम्रो केही नजाने पनि यो फोरकास्टमा जाने पूर्व अनुमान लगाउँछ कि आइसिएफसी भन्ने कम्पनी आइसिएफसी भन्ने कम्पनीलाई चाहिँ फोरकास्ट गर्न सकिया रहेछ है यसले त अब सिजनालिटी हेरौँ है त सिजनालिटीमा आइसिएफसी भन्ने कम्पनी कुन महिनामा बढ्या रहेछ एभरेजको कुरा गर्छ है यसले कुन महिनामा सबभन्दा बढी बढ्या रहेछ हेर्नुहोस् त यहाँ कुन महिनामा बढ्या रहेछ जुलाई जुलाईमा हो हजुर अनि कुन महिनामा घट्या रहेछ त्यो त यहाँ 3टा महिनामा देखिन्छ होइन मार्च फेब्रुअरी मार्च हामीले मार्चमा किनेर मार्चमा नेगेटिभ छ मार्चमा किनेर होल्ड गर्दै जुलाईमा गयो भने कति पर्सेन्ट नाफा हुँदो रहेछ हेर्नुहोस् त 12%, 12.3। यसले यो नेप्से अल्फाले एभरेजका कुरा गर्छ है एभरेजमा हिस्ट्री हेरेर कुरा गर्छ उयो हामीले ज्योतिषलाई हेराए जस्तै गरेर 50% मिल्ने 50% नमिल्ने जस्तो टाइपको तर 50 भन्दा नि अलि धेरै मिल्न सक्छ यो यहाँ किनेर हामीले यहाँ लगेर बेच्यौँ भने पनि त फाइदा हुँदो रहेछ नि त यति मात्र हेरेर एनालाइसिस गरेर किन्दैनौँ हामी कम्पनी अरू पनि म्याम बाँकी छ हजुर स्क्रिन सेयर भएको छैन हो र भइरहेछ त। भइरहेछ भइरहेछ भएको छ भएको छ। एकचोटि हजुरको डिभाइस चेक गर्छु ल हजुरकोमा समस्या हो कि मैले देखिनँ त ल अहिले स्टप गरेँ अहिले देखिएन है अहिले देखिएन अब देखिन्छ है अहिले देखियो भयो म्याम भयो भयो देखियो अघि पनि देखिया थिएन हो म्याम अघि देखाएको थिएन अहिले चाहिँ देखियो ए ल ठिकै छ ल आइसिएफसी भन्ने कम्पनी यो सिजनालिटीमा गइसकेपछि आइसिएफसी भन्ने कम्पनी मार्चमा हेर्नु त मार्चमा किनेर हामीले जुलाईमा लगेर बेच्यौँ भने पनि त नाफा हुँदो रहेछ होइन त त्यो त हो तर त्यस्तो अपर्च्युनिटी सधैँ त्यही मार्चकै जस्तो अपर्च्युनिटी वेट गरिराख्ने कि त्यो बाहेक अन्य अवस्थामा नि किन्न सकिन्छ भन्ने कुरो हो। जति सक्दो हामीले त नाफा कताबाट कमाउँछौँ त्यो बाटो हेर्ने हो नि त किन्न त मान्छेले यहाँ पनि किन्ला अरे तर हामीले नाफा कहाँ कमाउने त त्यो हेर्नु पर्यो नि त सबभन्दा राम्रो चाहिँ मार्चमा किन्यो भने राम्रो भयो अब यता किन्यौ भने यताबाट घुमेर आउनु पर्यो यसरी घुमेर यो महिना यत्रो होल्ड गर्नु पर्यो यहाँ किन्यौ भने छिटै आयो यहाँ सबभन्दा घटेको यो दिन छ यो दिनबाट घुमेर फेरि यहाँ आउनु पर्यो नि त यसरी यत्रो होल्ड गर्नु पर्यो यहीँ किनिदिँदा हामीलाई फाइदा भयो भएन र भयो होइन अब त्यो त अब एकदम विकली हेरौँ है त अब विकली हेर्दाखेरि बुधबार चाहिँ बढेको देखियो सबभन्दा बढी बुधबार बढेको देखियो हेर्नुहोस् त बुधबार चाहिँ बढेको देखियो हामीले कहिले किन्ने सन्डे किन्ने 3 दिनमा आउँछ होइन सन्डे किनेको सेयर कहिले आउँछ ट्युसडे आउँछ कि वेडनेसडे आउँछ वेडनेसडे आउँछ भने हामी के किन्दिने थर्सडे किन्दिने वेडनेसडे लगेर बेच्दिने है यस्ता कुराहरू छन् ल यति कुरा बुझियो कि बुझिएन अहिलेसम्म पढेका कुरा बुझियो कि बुझिएन कस्तो लाग्यो भन्छ त तिरी मिरी भएको छ होइन
होइन ठिक छ बुझिया छ। जति बोल्यो त्यति जानिन्छ है, जति सोध्छु नि मैले त्यति जानिन्छ क्या। त्यो भित्र अड मानेर चाहिँ नबस्नु होला, ट्याक्क आएको क्वेसन चाहिँ सोधिहाल्नु होला।